ओहो गर्दा केटा हो गर्मी भयो मा कसम तराईमा लास्ट गर्मी छ यार पसिनाले लतपत भयो मा सिक्ने बढी त्यत पसिना हेर्नु न पसिना मा कसम पुरै यो सिँचाइको लागि अहिले पुरै पानी हैन आफ्नै दमकल छ आफ्नै सब पुरै यता हेर्नु न पुरै तराई भनेको यही हो के गाइस पसिना ओभर छ फेरि है अब यता चाहिँ बाटोमै नदी पल्छ हैन नदीमा मजा आउँछ नि अब एकछिनमा साथीहरुसँग क्रिकेट खेल्न नि जानुपर्छ होला हाम्रो गाउँको खोला है गाइस हाम्रो गाउँको खोला यही हो पातलै छ अहिले हामी नदी भन्छौँ तर नदी जस्तो ठुलो त छैन खोलै छ भनौँ न बाइक अङ्कलको बाइक अङ्कलले चाबी चाहिँ दिनु भएन त्यही भएर अब कुद्दै घर जानु पर्यो क्रिकेट खेल्नको लागि साथीहरू बोलाइरहेछ क्या यता जानुपर्छ पर घर चाहिँ यता हो लेट्स सी कुद्दै जानु परेन त गाइस ओभर एक्सर्साइज हान्दैन यो गेममा सर्किल लाग्ने गाह्रो हुँदैन खेती मेरो गाउँको खेती पुरै यता पनि अगाडि पछाडि दायाँ बायाँ सब त्यही हो घर चाहिँ जानु पर्यो यो चाहिँ मेरो दाइको होइन अहिले यहाँ भिन्डी तुर्ने होइन भिन्डी तुरेर बेच्ने होला दाइको बाइक दाइको साइकल बुढो साइकल पानी छपाक यता कल छ क्या फेरि कलमा नि मान्छे कुद्दै जाने होइन मजा आउँछ मेरो खेत यता नि छ फेरि गाउँको सरकारी स्कुलमा आइसक्यो अहिले यहाँ नि मान्छेहरू काम गर्दैछ के कामहरू भइरहेको छैन सरकारी स्कुलमा थाकेन त थाकिसक्यो नि पुरै सिँचाइको लागि ओभर पसिना भित्रमा पुरै भइसक्यो नि पसिना लतपत स्टोरेज चाहिँ फुल हुन्छ क्या जस्तो लागिरहेछ जहाँ हेऱ्यो राजनीतिक कुरा भइहाल्छ के गाइस हुनु नि पर्यो देश विकास भइरहेको छैन नेपाल भनेको कृषिको देश भनिन्छ तर मान्छेहरू बस्यो भने कृषि गरेर नि मजाले बसेर खान पाउँछ तर यहाँ घुसखोरी धेरै भएर किसानको सबै महत्त्वपूर्ण कुराहरू चाहिँ पाइरहेको छैन सिँचाइको लागि तर यहाँको के अरे त्यो भन्दा मेयर उपमेयर जे हुन्छन् त्यो उहाँहरू चाहिँ हल्का मद्दत गर्यो भने हाम्रो यो जुन हेर्नु भइरहेछ नि यता यतिले नै हामी कति गाउँको त्यो के भन्छ कति गाउँको लागि महत्त्वपूर्ण हुन्छ के यो फेरि पोलिसी यो सब धानको हो क्या त्यो धान चावल सब चामल हो पिपलको बोटै गाइस यहाँ चौतारा थियो क्या पहिला होइन म बच्चा हुँदाखेरि अहिले उता थियो तर अहिले भरिसक्यो त्यही हो क्या हेरचाह गरेन भने केही कुरा नि बाँच्दैन भनेर म चाहिँ आफ्नो
गुवासी चाहिँ आइसक्यो है। गुवासी नभनौँ अर्को घर हो क्या मेरो। हल्का यहाँ स्टोरहरू गरेर राखिन्छ जस्तै कि सिँचाइको लागि चाहिने सामान, कृषिको लागि चाहिने सामान, उत्पादनहरू के भन्छ त्यो खादहरू, औषधिहरू त्यही हाल्नु त्यही यहाँ राखेको हुन्छ। पसिना चाहिँ ओभर भयो। अब यो चाहिँ मेरो दाइको होइन, यो चाहिँ मेरो दाइको घर, यो मेरो साथीको घर। मेरो चाहिँ घर ऊ त्यहाँ छ पर पुरै खेती। मेरो घर चाहिँ अब यो दाइको घर भयो, यो अङ्कलको घर भयो, अनि यो चाहिँ यो मेरो चाहिँ यो चाहिँ मेरो घर। अस्ति यस्तो त्यो लगाएको थियो क्या, गेट लगाएको थियो, गेटै भाँचिया रहेछ। अङ्कल आएर बनाउनु भएको छ कि थाहा छैन। यो चाहिँ मेरो घर है, भाँचेको थियो बनाउनु भएको छ। पर्मानेन्ट चाहिँ होइन, टेम्पोरेरी नै बनाउनु भएको छ। अम्बानी खोलाएको छ। तो गाइस उम्मीद करता है आप लोगों को ये ब्लॉग अच्छा लगा होगा। सबैजनालाई राम्रै लाग्यो होला। लागेछ भने लाइक गर्नुहोस्, सब्सक्राइब गर्नुहोस्। त्यही हो, अब त गाउँमा एन्ट्री हान्ने होइन। ल गाइस बाई।